हेलो एभ्रिवान, नमस्ते जुजुलोपा। स्वागत छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। आज म फर्स्ट टाइम मिनी ब्लग बनाउँदैछु। के कस्तो हुन्छ हेर्दै गर्नु होला। र आज चाहिँ विशेष गरी हाम्रो चाहिँ होली छ। सबैजनालाई ह्यापी होली भन्दै नि। अनि विशेष गरी आज हाम्रो चाहिँ मिटिङ पनि छ। हामी मिटिङमा पनि जानुपर्ने हुन्छ र हाम्रो होली चाहिँ के कस्तो हुन्छ हेर्दै गर्नु होला। हामी मिटिङतिर पनि होली खेल्ने नै छौँ र साथै हामी रेडी हुन्छौँ। अब एकछिनपछि हेर्नु है। हेलो गाइज, हामी चाहिँ रेडी भइसकेको छौँ। अनि जनका पनि आइसकेको छ। ठिक पर भन्दैछु म। त्यो झोला मिलाउँदैछ। हाम्रो सामानहरू ठिक पर्दैछ। जना सामान ठिक पाइसक्यौँ र पनि हामी आइसक्यौँ मिटिङमा आएर सबैजनालाई हाई भन्दैछु म चाहिँ। अनि हाई भन्दै हुन्छ। अनि आन्टीले चाहिँ अबि ल्याइदिनु भएको थियो। माथिसम्म सिधै जसरी ल्याइदिनु भएको छ। अनि आन्टीले जिस्काउँदै थिएँ। अनि त्यसपछि हाम्रो पुरै हाँसो चलिरहेको थियो। अनि हाँस्दै थियौँ आन्टीले। अनि यतातिर चाहिँ हाम्रो होली सुरु हुँदै थियो। अनि त्यसपछि हाम्रो यता मिटिङ हुँदैछ। सानसानोले चाहिँ क्लास चलाउँदैछ भने म चाहिँ यता भिडियो बनाउँदैछु। अनि हाम्रो भिडियो चाहिँ के कस्तो हुन्छ आज हेर्दै गर्नु होला। हाम्रो फर्स्ट टाइम ब्लग बनाउँदैछु म चाहिँ। अनि यति नै हुनुहुन्थ्यो। मान्छेहरू चाहिँ बुढाबुढी मान्छे हुनुहुन्छ क्या। त्यो बेलामा बाजे चाहिँ नाच्दै हुनुहुन्थ्यो नि। होली लगाइदिएको नाच्दै हुनुहुन्छ। अनि सबैजनालाई हाई भन्न लाउँदैछु म चाहिँ। अनि त्यसपछि हामी फेरि होली हेर्नु बाजे गएर बिचमा नाच्दै हुनुहुन्छ पुरै होइन। नाच्नु भएको थियो, हल्का खानुभएको थियो, के हो पनि त्यस्तै। अनि त्यसपछि हाम्रो चाहिँ होली सकिसकेको छ। हामी चाहिँ खाजा खाँदैछौँ। खाजा खाँदाखेरि चाहिँ हामी फेरि भिडियो बनाउँदै थियौँ। म चाहिँ हाँस्दै थियौँ। जानकारी आइसकेपछि पछाडिमा नक्कल नक्कलै चाहिँ पर्दै आइरहेको थियो जानुका चाहिँ भन्ने मान्छे। अनि त्यसपछि हामी चाहिँ हाई भन्न लाउँदैछौँ उता पनि। अनि त्यसपछि हाम्रो खाजा खाएर पनि घर जाने बेला भन्दा पनि घर त के जानु र यहाँ माथि क्लास चलाउने भएको थियो। एक ठाउँ क्लास चलाउन बाँकी नै थियो। अनि क्लास चलाउन जाँदैछौँ हामी चाहिँ। अनि त्यसपछि हाम्रो घर गएर नि भेट हुन्छ होला यता साथीहरू। सो गाइज, अनि हामी चाहिँ फेरि घर आएर पनि होली खेल्ने नै छौँ भने थियौँ। खेली पनि हाल्यौँ। हामी तिनीहरू चाहिँ बेस्टमा लगाएर टिकटक बनाउने कुरा गर्दै थियौँ। टिकटक पनि बनाउनुलाई बेस्टक मात्रै लगाएँ भने चाहिँ नक्कल पर्दैछु क्या। जनकाले मलाई यहाँ टाउकोमा अबिर लगाइदिन्छु म भन्दैछ नि। ल भनेपछि म चाहिँ लगाइदिउँ मलाई अबिर पुरै यति धेरै लगाइदिरहेको छ नि। राम हरियो बनाइदिरहेको टाउको मेरो चाहिँ कपाल। अनि म चाहिँ राम कत्रो लगाइदिएको भनेर कराउँदैछु। अनि उसलाई पनि म लगाइदिन्छु। अब उसको टाउकोमा चाहिँ पिङ पिङ पनि देखिँदैछ। ऊ आफै पनि दल्दैछ। म चाहिँ थोरै थोरै लगाइदिएको माया गरेर। उसले चाहिँ मलाई माया नगरेको यति लगाइदिरहेको क्या। कत्रोको धेरै लगाइदिरहेको छ। अनि म चाहिँ राम्रो भनिरहेको छ। त्यसपछि हामी फेरि टिकटक बनाउनुपर्छ भन्दैछ। अनि उसको मेरो साइड ढाडमा चाहिँ कस्तो राम्रो छाप बनाइदिएको थियो। अनि उसको चाहिँ अगाडि भएन, अगाडि चाहिँ त्यस्तै भइहाल्यो, लाउन आएन। अनि पछाडि चाहिँ एकदम दामी भइरहेको थियो। अनि हामी चाहिँ अब रिल्स बनाउँछौँ भन्दै उफ्रिँदैछौँ क्या। दुईजना नि हामी दुईजना मात्रै भए पनि एकदम रमाइलो साथ धुमधमाकासहित भिडियो बनाउँदै थियौँ। अनि हेर्दै गर्नु होला हाम्रो भिडियो के कस्तो हुन्छ। अनि सबैजनाले माया पनि गरिदिनु होला। हाम्रो फेरि फर्स्ट मिनी ब्लग हो यो चाहिँ। भिडियो बनाएर यतिवटा बनाएर पनि आइसकेको छौँ। अनि फेरि म देखाउँदैछु नाच सिकाएर पनि। सो गाइज, अनि बहिनी पनि आइसकेको थियो। बुढीलाई चाहिँ म लगाइदिँदैछु कि नाच्दैछ ऊ चाहिँ। अनि उसलाई चाहिँ म दलिदिँदैछु। नाच्नु लाउँदैछु म, नाच्ने मानेको छैन। अनि हाम्रो त्यस्तै भयो हेर्नुहोस्। अहिलेको कस्तो थियो र अहिले कस्तो भइसक्यो। हामी दुईजना तिनजनामै होली खेलिरहेको छौँ र धेरैजना चाहिँ थिएनौँ। अनि ठुलो मम्मीलाई पनि आइकन लाउँदैछु म चाहिँ। मस्किँदै हुनुहुन्छ। अनि हाम्रो भिडियो बनाउँदा यस्तो हालत भएको है गाइज। हाम्रो चाहिँ अरू कसैले दल्दै गएन, दुईजना थाल गरेको हो। अनि हाम्रो चाहिँ यस्तो भइरहेको थियो। पुरै हरियो भइरहेको छ। निधारमा तिर्सुल जस्तो के भन्छ नि, तिर्सुल जस्तै भइरहेको छ। यति नै हो हाम्रो भिडियो चाहिँ। नेक्स्ट डे म चाहिँ त्यत्तिकै सुतेको थिएँ। त्यही अवस्था होली खेल्दा बेलुका भइसकेको थियो, राति भइसकेको थियो। अनि त्यसमा त्यो सुतेको थिएँ। अनि फेरि बिहान उठेर भिडियो बनाउँदैछु। सबैजना लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। र मेरो ब्लग साथै युट्युबमा सब्सक्राइब